हेलो साथीहरू, नेपाली क्रिकेट टिमले आफ्नो नयाँ जर्सीको साथसाथ वर्ल्ड कपको स्कटलाई पनि रिलिज गरिसकेको छ है, दिएको छ। यसमा रोहित पौडेल, दिपेन्द्र सिंह, सन्दीप लामिछाने, करण केसी, कुशल भुर्तेल, सोमपाल कामी, आरिफ शेख, सन्दीप जो र शेर मल्ल जसले जनकपुर हुँदाखेरि जनकपुरलाई ट्रफी जिताउन सफल र लुम्बिनीमा हुँदाखेरि लुम्बिनीलाई ट्रफी जिताउन सफल खेलाडी। त्यसपछि आसिफ शेख अनि गएर लोकेश बमलाई पनि राखिदिएको रहेछ। गुलसन झा, नन्दन यादव र ललित राजवंशी यी खेलाडीहरू अहिले नेपालको स्कटमा छन्। तपाईँहरूलाई के लाग्छ त यी खेलाडीहरूले ओपनिङमा को आउन सक्छन् त? ओपनिङमा मेरो मतलबमा त कुशल भुर्तेल र आसिफ शेख आउन सक्छन् है। यसमा कुशल मल्ल किन छोडे त आखिरमा? कुशल मल्ल छुट्ने बित्तिकै उनले आफ्नो फेसबुक, आफ्नो इन्स्टाग्राम एउटा ऊ स्टोरीमा हालेका थिए आफ्नो फोटो है। तपाईँलाई कस्तो लाग्छ त?